एभ्रिवान नमस्कार अनि स्वागत छ सम्पूर्णलाई केपी एजुकेसन युट्युब च्यानलमा। आज भने म तपाईहरुलाई अप्टिक्स च्याप्टरको फ्याब्रिपेटरी इन्फ्रारेड बारेमा छलफल गराउन आएको छु। आज म तपाईहरुलाई यसको बारेमा, यसको कन्सेप्ट अनि यसको वर्किङ प्रिन्सिपलहरु हैन, अनि यसको पार्ट डिफरेन्स निकाल्ने कसरी, यसको वर्किङ प्रिन्सिपलहरु गर्ने कसरी हैन, यसको वेभलेन्थहरु कसरी फाइन्ड आउट गर्ने र यसको फर्मेसन कसरी हुन्छ भनेर सरलक्क फुल कन्सेप्ट आजको भिडियोमा गराउने छु। भिडियो लामो हुँदैन। आजको हिजोको कन्सेप्ट जसले बुझ्नु भयो आज झन् सजिलो हुन्छ, नबुझेकोले नि बुझ्न त बुझ्नुहुन्छ, अलिकति कता कता जाला भन्ने कुरो नत्र बुझ्नुहुन्छ है। ठीक छ, अब भने सुरु गरौँ। फ्याब्रिपेटरी इन्फ्रारेड भनेको खासमा के हो भन्दाखेरि यसले जसरी हिजोको हामीले माइकलसन इन्फ्रारेडबाट के पढेको थियो भन्दाखेरि इन्फरेन्स प्रोड्युस हुन्छ, त्यसमा सर्कुलर फ्रिन्जहरू प्रोड्युस हुन्छ भनेर पढेको थियो नि, त्यस्तै नै यहाँ पनि त्यही हो, सेम हो, फरक केही छैन। फ्याब्रिपेटरी इन्फ्रारेडले पनि गर्ने के हो भन्दाखेरि इन्फ्लुएन्स अफ लाइट प्रोड्युस गर्ने काम गर्ने हो यसले। फ्याब्रिपेटरी इन्फ्रारेड इज युज टु प्रोड्युस इन्फ्लुएन्स अफ लाइट, यो पनि इन्फ्लुएन्स अफ लाइट प्रोड्युस गर्ने हो। अनि सँगसँगै यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा सोर्सबाट लाइट पास हुन्छ हैन, लाइट पास हुन्छ। हिजो चाहिँ के थियो भन्दाखेरि हिजोकोमा हाम्रो ग्लास स्ल्याब थियो, दुईटा सानो ग्लास स्ल्याब, एउटा ग्लास स्ल्याबमा मात्र सिल्भर कोटेड थियो नि त नर्मली। तर आजकोमा के छ भन्दाखेरि दुईटा ग्लास स्ल्याब छ, बीचमा एयर फिल्म छ, ग्याप छ के डिस्टेन्स एयर फिल्म छ, डी भन्ने डिस्टेन्समा एयर फिल्म छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि दुईटैको यो इनर भित्री पार्टमा छ नि, भित्री साइडमा चाहिँ दुईटैमा चाहिँ के छ, सिल्भरली कोटेड गरेर राखेको छ। किन गरिएको छ भन्दाखेरि रिफ्लेक्सन नहोस् भनेर राखेको हो। तर रिफ्लेक्सन नहोस् भनेर राख्दै पनि अलिअलि रिफ्लेक्सन चाहिँ हुन्छ है, अलिअलि रिफ्लेक्सन भएर चाहिँ यो अलिअलि रिफ्लेक्सन भएर लाइट पास हुन्छ। लाइट पास भएर अब लाइट त यत्र त्यत्र छित्रेर जान्छ नि त हो, त्यो छित्रेर गएको लाइटलाई चाहिँ एउटा पोइन्टमा पठाउनको लागि चाहिँ यो कन्भेक्स लेन्सहरू राखिएको छ है। यो कन्भेक्स लेन्स चाहिँ लाइट ठ्याक्क यो स्क्रिनमा चाहिँ फोकस पार्नको लागि चाहिँ यो कन्भेक्स लेन्स राखेको छ। अनि यो कन्भेक्स लेन्स राखेपछि कन्भेक्स लेन्सले ठ्याक्क फोकस गरेर यो स्क्रिनमा चाहिँ लाइट पारेको छ। लाइट परेपछि के भयो, इन्फरेन्स भयो। इन्फरेन्स भएपछि लाइट इन्फरेन्स भएपछि के भयो, फ्रिन्ज प्रोड्युस हुन्छ। कुन फ्रिन्ज प्रोड्युस भएको छ, सर्कुलर फ्रिन्जको प्रोड्युस भएको छ। सर्कुलर फ्रिन्ज कसरी प्रोड्युस भयो भनेर भन्नुहुन्छ भने प्यारलल ग्लास स्ल्याब छ। यदि ग्लास स्ल्याबहरू प्यारलल छ भने के हुन्छ, सर्कुलर फ्रिन्जहरू प्रोड्युस हुन्छ। हिजोकोमा पर्पेन्डिकुलर छ भनेर भन्थे मैले, पर्पेन्डिकुलर भयो भने सर्कुलर हुन्छ भन्थे। आज पनि त्यही हो, यहाँ चाहिँ प्यारलल छ, प्यारलल हुँदा पनि के हुन्छ, सर्कुलर फ्रिन्ज प्रोड्युस हुन्छ। ठिक छ, यो भनेको अलिकति ब्याकग्राउन्ड हो हजुरहरूलाई, तर ब्याकग्राउन्ड भए पनि यसले ठुलो हेल्प गरिरहेको हुन्छ। जहाँसम्म यो बुझ्नुभयो होला। अब भने अर्को सेक्सनतिर है त, कन्स्ट्रक्सन हेरौँ है। अब कन्स्ट्रक्सनमा के छ भन्दाखेरि यहाँ पढ्नु म भन्छु। कन्स्ट्रक्सनमा के छ भन्दाखेरि द इन्फ्रारेड कन्सिस्ट अफ टु अप्टिकल्ली प्लेन ग्लास प्लेट ए एन्ड बी। यो ग्लास प्लेट ए र बी, यो दुईटा ग्लास प्लेट छ विथ दियर इनर सर्फेस सिल्भर एन्ड प्लेस एक्युरेटली प्यारलल टु इच अदर। भित्री यो भाग छ नि, यो भित्रको यो साइड हो, यो साइडहरू चाहिँ के छ भन्दाखेरि सिल्भरली कोटेड छ। अनि यो दुईटा ग्लास भनेको यो ए र यो बी ग्लास चाहिँ के छ, प्यारलल छ भनेको। ठिक छ नि। अनि स्क्वायर प्रोभाइड टु सेक्युर प्यारलिजम इफ डिस्टर्ब भनेको यसमा चाहिँ स्क्रुहरू प्रोभाइड गरेको छ। स्क्रु किन प्रोभाइड गरेको छ भन्दाखेरि चाहिँ अब यो घरिघरि यसको हुन्छ नि लेभलहरू बिग्रेको हुनसक्छ, कुनै तल कुनै माथि फर्केको हुनसक्छ, प्यारल नभएको हुनसक्छ नि त हो। यिनीहरूलाई प्यारल गर्नको लागि चाहिँ के गरेको हुन्छ, स्क्रुहरू चाहिँ राखेको हुन्छ हो। त्यो स्क्रु राखेर चाहिँ स्क्रुबाट चाहिँ के गर्ने, यिनीहरूलाई चाहिँ प्यारल गराएर मेन्टेन गर्न राखेको हुन्छ क्या। अनि ठिक छ, दिस सिस्टम इज डिफिकल्ट टु म्यानुफ्याक्चर एन्ड इज नो मोर इन युज इन्स्टेड एन्ड इटम विच इज मच मोर इजिली म्यानुफ्याक्चर इज युज। अब यहाँ हेर्नु है, पुरै यो एक्सपेरिमेन्टहरू पुरै यो सेटअप गराएर चाहिँ यो फुल सेटअप छ नि, जुन यो फुल सेटअप ल्याबमा गर्नको लागि चाहिँ धेरै समय लाग्ने भयो हैन। अनि घरिघरि प्यारलल नहुने भयो। प्यारलल नभएपछि के हुन्छ, सर्कुलर फ्रिन्जहरू प्रोड्युस हुँदैन। अनि त्यही सर्कुलर फ्रिन्जहरू प्रोड्युस भएन, प्यारलल भएन भनेर चाहिँ क्यारियो भन्दाखेरि डाइरेक्ट म्यानुफ्याक्चर्ड सेटअपै ल्याइयो। जुन म्यानुफ्याक्चर सेटअपलाई चाहिँ के भन्छ, इटलन भन्छ, इटिएएलएन इटलन भनिन्छ। जुन भनेको चाहिँ अहिलेको
समयमा चाहिँ बढी युज भएको छ कि इटलन चाहिँ युज हुन्छ। यो पुरै सेटअप चाहिँ इटलनमै गराएर ल्याएको हुन्छ, ट्याक्क त्यो स्क्रुहरू हुन्छ त्यसले टाइट गरेपछि प्यारलल हुन्छ क्या। यो सेटअप आफूले पुरै बनाउनु परेन क्या त्यो। अनि अरू के भनेको छ भन्दा द इटलन कन्सिस्ट अफ 2 सेमी सिल्भर प्लेट रिजिड हेल्ड प्यारलल एट अ फिक्स डिस्टेन्स अपार्ट। डी भन्ने डिस्टेन्सको दूरीमा दुईटा प्लेटहरू छ है। डी भन्ने डिस्टेन्सको दूरीमा दुईटा प्लेट छ अनि यो याल भनेको लेन्स हो, यास भनेको यो सोर्स हो, यो पनि लेन्स हो। लेन्सले के गर्छ मैले भर्खरै भनिसकेँ के गर्छ अरे, यहाँबाट जुन पास भएर आएको लाइट हुन्छ नि जहाँसम्म त यो सिल्भर कोटेड गरेपछि पास हुँदैन, तर घरिघरि चाहिँ पास हुन्छ। अलिअलि लाइट चाहिँ के हुन्छ पास हुन्छ कि ट्रान्समिटेड हुन्छ हो। त्यो अलिअलि लाइट ट्रान्समिट भएको लाइट चाहिँ छित्रिएर गएको हुन्छ। अब यो पुरै यो ठोकी अब यहाँबाट सोर्सबाट लाइट पठाएपछि यो लेन्सले यहाँ पार्छ, लेन्सले यो प्लेटमा पार्दाखेरि के हुन्छ ठोकिएर रिफ्लेक्ट हुँदै जान्छ। अनि अब कहाँबाट लाइटहरू के हुन्छ भन्दाखेरि ट्रान्समिटेड हुन्छ, मिस हुँदैन हो। त्यो लाइट ट्रान्समिटेड हुन्छ अनि यो लेन्सले चाहिँ गर्छ के भन्दाखेरि त्यो छित्रिएर गएको लाइटहरूलाई चाहिँ के गर्छ एकै ठाउँमा स्क्रिनमा चाहिँ एकै ठाउँमा पार्ने काम गर्छ, एकै ठाउँमा फोकस बनाउने काम गर्छ। एकै ठाउँमा फोकस गरायो भने चाहिँ के हुन्छ इन्फरेन्स हुन्छ। इन्फरेन्स भएपछि के हुन्छ सर्कुलर लाइटहरू प्रड्युस हुन्छ। एकै ठाउँमा इन्फरेन्स हुन्छ लाइट अनि सर्कुलर इन्फरेन्स प्रड्युस हुन्छ है। अनि अब यहाँ हेर वर्किङ प्रिन्सिपल गरौँ। वर्किङमा के छ भन्दाखेरि यास इज अ बोर्ड सोर्सेस अफ अ मोनोक्रोमेटिक लाइट एन्ड L1 बी अ कन्भेक्स लेन्स। यास भनेको के हो मोनोक्रोमेटिक लाइटको सोर्स हो। यो भनेको यो एउटा सोर्स हो, मोनोक्रोमेटिक लाइटको सोर्स हो। अनि यो याल भनेको के हो लेन्स हो। यो तीनटा लाइटहरू जताततै गएको हुन्छ तीनटा लाइटहरू, त्यो एउटालाई चाहिँ यहाँ लेन्समा पार्ने काम गर्ने हो लेन्सले है। लेन्सले कन्भेक्स लेन्सले के गर्छ कन्भेक्स लेन्सले भनेको डाइभर्जिङ भएको लाइटहरूलाई कन्भर्ज गरेर एक ठाउँ राख्ने काम गर्छ हो किन हो। त्यही भएर यहाँ कन्भेक्स लेन्सहरू युज भयो। कन्भेक्स लेन्स किन राखेको जुन यत्र त्यत्र छरेर बसेको लाइटहरू हुन्छ हो त्यसलाई चाहिँ कन्भर्ज गरेर एक ठाउँमा पार्नको लागि एक ठाउँमा फल गर्नको लागि चाहिँ कन्भेक्स लेन्सहरू राखेको हुन्छ है। ठिक छ। अब वर्किङमा के छ भन्दाखेरि व्हिच मेक द रे प्यारलल भ्यालु प्यारलल रे भन्छ। अनि एन इन्सिडेन्ट रे सफर अ लार्ज नम्बर अफ रिफ्लेक्सन इन्टरनली एट अ टु सिल्भर सर्फेस। लाइट भनेको के भयो लार्ज नम्बर अफ रिफ्लेक्सन भइरह यो लाइट गयो यहाँ ठोक्यो फेरि यता फर्क्यो फेरि यहाँ ठोक्यो फेरि फर्क्यो फेरि ठोक्यो फेरि फर्क्यो फेरि ठोक्यो हो। यो ठोकिने फर्किने गर्दाखेरि लाइटहरू चाहिँ के भयो छुट्यो नि त बिच अलिअलि भनेको पास भन्छ हो। त्यो पास भएको लाइट चाहिँ यहाँ गएर यहाँ पुग्यो। ठिक छ। अनि एट इच रिफ्लेक्सन अ स्मल फ्र्याक्सन अफ अ लाइट इज ट्रान्समिटेड अल्सो दस इच इन्सिडेन्ट रे प्रोड्युस अ ग्रुप अफ अ पोइन्ट एन्ड प्यारलल ट्रान्समिटेड रे विथ अ कन्स्टेन्ट पाथ डिफरेन्स बिट्विन एनी टु सक्सेसिभ रे। यसले भनेको त्यही हो। स्मल फ्र्याक्सन अफ लाइट चाहिँ के भयो भन्दाखेरि ट्रान्समिटेड भएको छ जुन ट्रान्समिटेड हुँदाखेरि यो डिस्टेन्सबाट ट्रान्समिटेड भएको छ। डिस्टेन्समा ट्रान्समिटेड हुँदाखेरि एउटा पथ डिफरेन्स चाहिँ यो डी भन्ने डिस्टेन्समा चाहिँ एउटा पथ डिफरेन्सहरू के गरेको छ भन्दाखेरि फर्म गरेको छ। यो स्मल फ्र्याक्सन अफ लाइटहरू चाहिँ छुटेर गएको छ स्क्रिनमा गएको छ भने है। अनि अ सेकेन्ड कन्भेक्स लेन्स याल ब्रिङ्स दिज रे टुगेदर टु अ पोइन्ट इन इट फोकल प्लेन वेयर दे इन्टरफेयर INTERFER इन्टरफेयर। ठिक छ। अब यो छुट्यो नि स्मल फ्र्याक्सन अफ लाइटहरू जुन यो गएको छ नि यो स्मल फ्र्याक्सन अफ लाइटहरू जुन यो गएको छ पास भएको छ प्यारलली हो। त्यो लाइट चाहिँ के अरे भन्दाखेरि यो कन्भेक्स लेन्सले चाहिँ के अरे एक ठाउँ पार्ने काम गरेको। हेन्स द रे फ्रम अल पोइन्ट अफ अ सोर्स प्रोड्युस इन्टरफेरेन्स प्याटर्न अन द स्क्रिन प्लेस इन द फोकल प्लेन अफ यल। यहाँ पर्यो लाइट अनि यसले चाहिँ के अरे यहाँ इन्फेरेन्स चाहिँ प्रड्युस गर्ने काम गर्यो स्क्रिनमा। ठिक छ नि क्लियर भयो देखियो है क्लियर भयो नि। ठिक छ। अब जाउँ पथ डिफरेन्सतिर। पथ डिफरेन्समा के भनेको छ है त पथ डिफरेन्समा लेट डी विथ द सेपरेसन बिट्विन द टु सिल्भर सर्फेस एन्ड थीटा द इन्क्लाइनेसन अफ अ पर्टिकुलर रे विथ द नर्मल अफ प्लेन। यो डी भनेको के हो पथ डिफरेन्सको डिस्टेन्स हो। अनि थीटा कहाँ बन्छ भन्दाखेरि जब यो एङ्गल छ नि यहाँबाट त लाइट पास हुन्छ हो। लाइट पास हुँदाखेरि यहाँ चाहिँ यो जुन एङ्गल बन्यो नि यो बिचमा यो थीटा एङ्गल बन्यो
हो यो थीटा चाहिँ के हो भन्दाखेरि एंगल फर्म भयो के यो पनि त गएको लाइट त लाइट पास हुँदाखेरि हामीले देखाएको मात्र यो मात्र देखाएको तर यो पनि लाइट पास हुँदाखेरि यहाँ थीटा एंगल बने हुन्छ हो चाहिँ ठीक है थीटा एंगल भनेको अब यो डी जब डी भन्ने डिस्टेन्समा थीटा भन्ने एंगल फर्म भएको छ थीटा भन्ने एंगल फर्म भएको छ भने अब यसको पथ डिफरेन्स कति हुन्छ भनेर मैले भनिराख्नु नपर्ला डेल्टा ए इक्वल्स टु 2d cos थीटा भनेको पथ डिफरेन्स निकाल्ने फर्मुला भने मैले भनिराख्नु पर्दैन हिजै पनि मैले यसको बारेमा अलिकति छलफल गराए पनि हो जहाँसम्म हजुरलाई थाहा पनि छ यहाँ पनि त्यही भनेको द पथ डिफरेन्स बिट्विन टु ससेसिभ ट्रान्समिटेड रे करेस्पोन्डिङ टु द इन्सिडेन्ट रे इज डेल ए इक्वल्स टु 2d cos थीटा ठीक छ अब फ्रिन्ज कसरी प्रोड्युस भयो फ्रिन्जको फर्मेसन कसरी भयो यहाँ हेर्नु है त द कन्डिसन अफ दिज रे टु प्रोड्युस म्याक्सिमम इन्टेन्सिटी इज गिभन बाई 2d cos थीटा इक्वल्स टु m lambda यो के भन्दा अब फ्रिन्ज प्रोड्युस हुनको लागि ब्राइट एन्ड फ्रिन्जको फर्मुला के हो भनेर मैले हिजो भनेको हजुरहरूलाई ब्राइट एन्ड फ्रिन्जको यो डार्क फ्रिन्जको यो भनेर त्यही पनि अहिलेलाई के अरे अहिलेलाई ब्राइट एन्ड फ्रिन्जको चाहियो सो ब्राइट एन्ड फ्रिन्जको फर्मुला के 2d cos थीटा इक्वल्स टु m lambda हो 2d cos थीटा इक्वल्स टु m lambda हो m भनेको के भन्दाखेरि इन्टिजर हो कि एउटा इन्टिजर जुनको भ्यालु 0 1 2 3 4 जति पनि हुनसक्छ नम्बर अफ इन्टिजर हो lambda भनेको के हो वेभलेन्थ हो ठीक छ द लोकस अफ अ पोइन्ट इन द सोर्स which give ray of constant inclination and theta is a circle भनेको यी सर्कुलर फ्रिन्ज बन्यो थीटा भन्ने एंगलले गरेर हो है hence with a external source the interference pattern consists of a system of a bright and concentric rings on a dark background each ring corresponding to a particular value of theta भनेको यो थीटासँग चाहिँ यो रिङहरु चाहिँ करेस्पोन्डिङ भयो भने यो थीटाको कारणले यो लेन्स प्यारलल भयो यो लेन्स प्यारलल भएपछि थीटा भन्ने एंगल बन्यो थीटा भन्ने एंगल भएपछि लाइट पास भएर कन्भेक्स लेन्सले के गर्यो फेरि यो स्क्रिनमा पारेपछि के भयो सर्कुलर फ्रिन्ज बन्यो ठीक छ नि अब वेभलेन्थ डिटरमाइन गरौँ है त वेभलेन्थ के छ भन्दाखेरि when the reflecting surface A and B of the interferometer and adjusted exactly parallel circular fringe are obtained यो थाहा भएको कुरो हामीलाई हैन यत्रो बढिसक्यो थाहा भएको कुरो जब दुईटा A र B भन्ने प्यारलल हुन्छ A र B प्यारलल हुँदाखेरि के भन्छ सर्कुलर फ्रिन्जहरु प्रोड्युस हुन्छ भनेर यहाँ पनि भनिसक्यो मैले पनि भनिसके अघि नै लेट m बी द अर्डर अफ अ ब्राइट एन्ड फ्युचर फ्रिन्ज एट द सेन्टर अफ अ फ्रिन्ज सिस्टम m भनेको के हो अर्डर हो कति अर्डर हो भनेर कतिवटा अर्डरको लाइट गयो कतिवटा लाइटहरु पास भयो भन्ने खाले हो एउटा दुईटा तीनटा चारवटा लाइट पास भयो नि त हो त्यस्तै हो अनि एट द सेन्टर अब सेन्टरमा है यो सेन्टरमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ थीटा भन्ने एंगल बन्या एट द सेन्टर वी हैव 2d इक्वल्स टु m lambda कसरी भयो भन्दाखेरि जब थीटा भनेको 0 हुन्छ हाम्रो फर्मुला के थियो पथ डिफरेन्सको डेल्टा इक्वल्स टु 2d cos थीटा हो के हैन हो थीटा 0 भयो भने के हुन्छ 2d cos थीटा इक्वल्स टु m lambda भने जुनबाट भनेको थीटा 0 भयो भने cos थीटा भनेको 0 भयो भने cos 0 भनेको कति हो हैन 2d इक्वल्स टु m lambda भयो हैन 2d इक्वल्स टु m lambda भयो नि भयो ठीक छ त्यही हो cos थीटा भनेको 1 भयो जब थीटा 0 हुन्छ cos थीटा भनेको अथवा थीटाको ठाउँमा cos 0 इक्वल्स टु 1 भयो अब इफ मुभेबल प्लेट इज मूव अर डिस्टेन्स lambda by 2 अब lambda भन्ने डिस्टेन्समा छ अब lambda by 2 को डिस्टेन्समा के भयो भन्दाखेरि यो सर्यो भने यसको डिस्टेन्स के हुन्छ lambda by 2 को डिस्टेन्समा सर्यो भने 2d भयो 2d मा डिस्टेन्स चल्ने भयो बाइ lambda by 2 मा चाहिँ मुभ भयो भने 2d चेन्ज बाइ lambda and hence a bright and fringe of a next order appearance at the center भनेको given distance lambda by 2 भयो भने if the movable plate is a move from the position of x1 to x2 मानम पहिला यहाँ थियो प्लेट अनि यो दिएर यसरी यो र यो प्लेट यति डिस्टेन्समा थियो भने अहिले चाहिँ यो x1 भन्ने प्लेटबाट चाहिँ यो x2 भन्ने प्लेट आयो मानम x1 भन्ने डिस्टेन्समा पहिला थियो सरेर x2 भन्ने डिस्टेन्समा आयो भने अब के हुन्छ भनेर भनेको छ अब यहाँ हेरौँ है खासमा के हो 2d m lambda हो के न हो तर यहाँ के भने ए फ्रिन्ज एपियर एट द सेन्टर ड्युरिङ द मोमेन्ट इज n भने n भन्ने मोमेन्टमा डिस्टेन्स कति चेन्ज भयो lambda by 2 ले चेन्ज भयो हो के न इक्वल्स टु अब कुनमा थियो सरी वेभलेन्थ कति चेन्ज भएको lambda by 2 ले अनि कुन डिस्टेन्स देखि कुन डिस्टेन्समा ट्राभल्स भयो
भन्दाखेरि x2 देखि x1 मा हो के न, अथवा x2 मा आएको x1 देखि x2 मा आयो नि, सो x2 माइनस x1 जुनबाट चाहिँ यसलाई क्रिस क्रस गरियो भने लेम्डा इक्वल्स टु 2 यता मल्टिप्लाई गर्न जान्छ 2x2 माइनस x1 डिभाइड बाइ n ए वेभलेन्थको वेभलेन्थ यसरी डिटर्माइन गर्यो वेभलेन्थ इक्वल्स टु 2x2 माइनस x1 अपन n कति बेला हुन्छ यो भने नि यदि x1 बाट x2 मा डिस्टेन्स प्लेटहरु चाहिँ सर्यो भने अनि यदि लेम्डाबाट लेम्डा बाइ 2 मा वेभलेन्थ चेन्ज भयो भने लेम्डा थियो लेम्डा भन्ने डिस्टेन्स मा थियो भने लेम्डा बाइ 2 को डिस्टेन्समा चाहिँ वेभलेन्थ चेन्ज भयो भने के हुन्छ अनि x1 बाट x2 मा प्लेट चेन्ज भयो भने के हुन्छ वेभलेन्थ कति हुन्छ भनेर भन्नु चाहिँ लेम्डा इक्वल्स टु 2x2 माइनस x1 अपन n हुन्छ भनेर भन्नु पर्यो ओके ठीक छ नि ल अझै यही सके हैन अब हामी यसो एप्लिकेसन तिर सल्भ गरौँ एप्लिकेसन के हुन्छ यसको भन्दाखेरि यो पेरो इन्फेरोमिटर चाहिँ कहाँ युज हुन्छ भन्दाखेरि टेलिकम्युनिकेसनमा युज हुन्छ एउटा टेलिकम्युनिकेसनहरु बनाउनमा युज हुन्छ अनि त्यहाँ सँगसँगै स्पेरोमिटरमा युज हुन्छ कि स्पेरोमिटरमा खासमा केमा युज हुन्छ भने जिमिन इफेक्टहरु फाइन्ड आउट गर्नको लागि युज हुन्छ अनि सँगसँगै भनेको वेभलेन्थ युज गर्ने वेभलेन्थ लाइटको वेभलेन्थहरु पत्ता लगाउन युज हुन्छ जसरी अघि निकाल्ने हामीले लेम्डा इक्वल्स टु यहाँ के रे लेम्डा इक्वल्स टु 2x2 माइनस x1 अपन n भनेर जुन वेभलेन्थ निकाल्यो नि हो त्यस्तो नि वेभलेन्थहरु जब प्लेटहरु चेन्ज हुन्छ वेभलेन्थ कति कति हुन्छ भनेर सोधिरहेको हुन्छ हो त्यो वेभलेन्थहरु पत्ता लगाउनको लागि युज हुन्छ अनि अर्को के हुन्छ भन्दाखेरि single atom transition in astronomy it is used to select a single atom transition for imaging भनेको याच अल्फा लाइनहरु सनलाइटको याच अल्फा लाइनहरु चाहिँ पत्ता लगाउन लागि युज हुन्छ यो ठीक छ नि ल अरु के डाउट छ एप्लिकेसनहरु थाहा भयो के केमा रहेछ टेलिकम्युनिकेसनमा अनि त्यहाँ जिमिन इफेक्टहरु पत्ता लगाउनको लागि हैन अनि त्यहाँ वेभलेन्थ पत्ता लगाउनको लागि अनि सनलाइटको याच अल्फा लाइनहरु पत्ता लगाउनको लागि युज हुन्छ ठीक छ अब के डाउट छ केही छैन यो फेरि पेरी स्पेरोमिटर भनेको चाहिँ के हो भन्दाखेरि दुईटा प्यारलल ग्लास हुन्छ दुईटा प्यारलल ग्लासमा एउटा सोर्सबाट लाइट जान्छ कन्भेक्सन यहाँ राखेको हुन्छ कन्भेक्सन सोर्समा लाइट पार्दिन्छ लाइट परेपछि फेरि लाइटहरु रिफ्लेक्ट भइरहेको हुन्छ रिफ्लेक्ट हुँदाखेरि सर्टेन लाइटहरु चाहिँ पार्शियल फ्र्याक्सन अमाउन्ट अफ लाइट चाहिँ के हुन्छ पास भएको हुन्छ त्यो पास भएको लाइट चाहिँ फेरि कन्भेक्सनसँग गएर बस्छ फेरि लाइट पास हुन्छ लाइट पास भएकोलाई चाहिँ कन्भेक्सनले चाहिँ फेरि कलेक्ट गरेर स्क्रिनमा पार्दिन्छ स्क्रिनमा पार्दाखेरि के हुन्छ यसमा के हुन्छ फ्रिन्ज प्रोड्युस हुन्छ कुन फ्रिन्ज प्रोड्युस हुन्छ सर्कुलर फ्रिन्ज प्रोड्युस हुन्छ ठीक छ नि ल जहाँसम्म मलाई लाग्छ हजुरहरूले यो बुझ्नुभयो अब भोलि फेरि अर्को टपिक लिएर आउँछु भन्दै म बिदा हुन्छु हस्त नमस्कार थ्यांक यू